गुड मर्निङ। आज चाहिँ मैले आलु तामाको तरकारी बनाउने कोसिस गर्दैछु हैन। हामी चाहिँ बच्चैदेखि आलु तामा एकदमै मनपर्ने अनि बुबालाई पनि मनपर्ने, मम्मीलाई, सबैजनालाई, फ्यामिलीलाई एकदमै मनपर्छ। यो चाहिँ मैले मसला रेडी गरिसकेँ हैन। अनि यसमा टिमुर हाल्दा मिठो हुन्छ। टमाटर मैले रेडी गरिसकेँ। यहाँ चाहिँ मैले मिक्स मसलाहरू पड्काइराखेको छु। यो तामा उसिन्दाखेरि चाहिँ खाने सोडा हालेर उसिन्नुपर्छ हैन। अनि यता चाहिँ खाना पाक्दैछ। यदि खाने सोडा छैन भने पहिला गाउँमा चाहिँ खरानी हालेर उसिन्नुहुन्थ्यो हजुरआमाहरूले हैन घरमा। अनि त्यो खरानी हालेर उसिने पछाडि चाहिँ त्यसको तितो सबै जान्छ क्या। आलुलाई मसिनो गरेर यसरी काटेर चाहिँ नि अनि तामा पाक्ने बेलामा यसरी हाल्ने अनि लतक्क भएर पाक्छ हैन। यता चाहिँ हेर्नु न, यहाँ मलाई प्रब्लम भयो। यो चक्कु सफा गर्दै थिएँ हात काटोपेर चाहिँ चाङ्कोली धनियाँ काट्दैछिन्। मेरो बानी नराम्रो पनि छ, राम्रो भनौँ कि नराम्रो भनौँ, काम गर्दा गर्दै बडी सफा गर्नुपर्छ कि। गुड हो त्यसरी चलाउनु। नुन लागिरहेछ। सानो हुँदा तामा खाना नमान्ने मान्छे अहिले फेभरेट भएको छ अरे, मिठो लाग्छ अरे। हामीलाई चाहिँ बच्चैदेखि हैन मम्मीले यसरी आलु तामा पकाएर दिनुहुन्थ्यो। बुबाको पनि फेभरेट हो, हजुरहरू पनि खानु